धन्यवाद। र आजको हाम्रो श्री कालिका देवी बहुउद्देश्य कृषि तथा पशुपालन कृषक समूहमा मलाई पनि आज यहाँ आमन्त्रित गरिदिनु भएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजका हाम्रो प्रमुख अतिथिज्यूहरू साथसाथै हाम्रो चनछापको सम्पूर्ण महानुभावहरूलाई म किशोरी कार्कीको नमस्कार। र मेरो पनि घर यहाँ नजिकै हो, हाम्रो भदौरे वडा नम्बर 6 शङ्कुगढी गाउँपालिका। अब धेरैजनाले त आफ्नै परिवारभित्रको समूह पनि हुनुहुन्छ, उहाँहरूले मलाई चिन्नु पनि हुन्छ। र आज यस्तो प्रेरणादायी कार्यक्रममा उहाँहरूले मलाई बोलाइदिनु भयो र उहाँहरूले चाहिँ आफ्नो जन्मथलो यहाँ छ ओखलढुङ्गामै भए पनि कर्मथलो जता भए गएर पनि उहाँहरूले परिश्रम गरे तापनि आफ्नो जन्मथलो सम्झेर आफ्नै गाउँठाउँमा केही गर्छु भन्ने आशाले आफ्नो गाउँमा आएर यत्रो ठूलो कार्यक्रमहरू गरिराख्नु भएको छ। साथसाथै उहाँको आज पहिलो प्रथम साधारण सभा रहेको छ र यसको लागि पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको यो परिश्रम र मेहनतको लागि चाहिँ एकचोटि उहाँहरूको लागि जोरदार ताली बजाइदिनुहोस्। र अब उहाँहरूले गरिराख्नु भएको जुन परिश्रम छ हाम्रो यो प्रथम साधारण सभामा आज हाम्रो कृषि क्षेत्रलाई पनि अगाडि बढाउनुहुन्छ भन्दै यो किसानको पसिना र मेहनतलाई चाहिँ उहाँहरूले परिणाममा चाहिँ तुल्याउनु हुनेछ भन्ने एउटा मैले आशा राखेको छु। र आफ्नो हाम्रो यो सिद्धिचरण नगरपालिका 2 चनछापलाई चाहिँ एउटा ठूलो रूप लिएर कृषक उहाँहरू अब आफ्नै गाउँठाउँमा केही गरिराख्नु भएको छ भन्ने एउटा उदाहरण र प्रेरणादायी भएर निस्किनु हुनेछ भन्ने एउटा मैले आशा राखेको छु। त्यसको लागि पनि उहाँहरूको उत्तरोत्तर प्रगतिको लागि म धेरै धेरै बधाई दिन चाहन्छु र आउने दिनहरूको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। र म पनि अब आफ्नै गाउँमा केही गर्छु, गाउँ समाज बनाऊ र नेपाल र नेपाली जोडौं भन्ने एउटा अभियान लिएर पनि म आएको छु। र सम्पूर्ण महानुभावहरूलाई चाहिँ हाम्रो ओखलढुङ्गा त अब जिल्ला भनेर चिनिन्छ, यत्रो ठूलो जिल्ला, तर पनि ओखलढुङ्गा अझै पनि अस्ति भर्खरै पनि म बजारतिर गएर आए, एउटा दिक्कत ठाउँ जस्तो छ क्या हाम्रो जिल्ला। अब गाउँ रित्तिन थालिसकेको छ, गाउँमा युवा नै छैनन्। यस्ता युवाहरू रित्तिँदै गए, गाउँ रित्तिँदै गयो भने अब गाउँको के अमूल्य रह्यो त, के मूल्य रह्यो गाउँको? त्यसैले अब सम्पूर्ण महानुभावहरूलाई तपाईँहरूको कर्मथलो जता भए पनि गाउँमा एउटा विकास गर्नुहोस्, गाउँमै सकिन्छ। जस्तै उहाँहरू पनि हेर्नुहोस् त आज कर्मथलो विभिन्न ठाउँमा भए पनि आफ्नो जन्मथलोमा केही गर्दै हुनुहुन्छ, यहाँनिर आएर एउटा प्रेरणादायक हुनुहुन्छ। उहाँहरूलाई पनि किसानहरूलाई पनि विभिन्न तालिमहरू दिँदै उहाँहरूलाई पनि प्रेरणा दिनुहोस् र हाम्रो ओखलढुङ्गालाई चाहिँ हामी एउटा पर्यटक स्थल भनेर पनि चिनाऊ भन्ने एउटा मैले आशा राखेको छु। किनभने हाम्रो ओखलढुङ्गामा किसानी क्षेत्रमा पनि हेर्नुहोस् विभिन्न चिजहरू उब्जन्छन्, यहाँनिर सुन्तलादेखि लिएर अदुवा भयो, खोर्सानी जस्ता चिजहरू भयो। अब हामी यी सब चिजहरू आफ्नो ठाउँबाट नकिनेर विदेशबाट ल्याएका चिजहरू खान्छौँ। त टिलिङ्ग टल्केका फलफूलहरू हामी किन्छौँ र हाम्रो देशमा चाहिँ जति पनि फलफूलहरू उब्जनी भइरहेको छ ती फलफूल चाहिँ सबै कुहिएर सडिएर जान्छ। ती फलफूलमा कति केमिकलहरू मिसाएका हुन्छन्। ती सबै चिज चाहिँ हामी राम्रो रहेछ, ओहो कस्तो राम्रो, हेर्दाखेरि टलक्क टल्केको भनेर हामी खान्छौँ, तर ती चिजहरूले हाम्रो स्वास्थ्यमा कति धेरै असर परिरहेको हुन्छ। यस्ता चिजहरू अब आफ्नै ठाउँमा अब किसानहरूले पनि खेतीपाती गरेर के गर्ने त, राम्रो बजारीकरण छैन, मूल्य राम्रो छैन, बजारमा वितरण छैन। त्यसका लागि अब हामीले विभिन्न ठूला एक्सपोहरू पनि लगाउने, अब हाम्रो शहरतिर त हुन्छ, गाउँतिर त्यति छैन होला, ठूल्ठूला कृषिको कार्यक्रमहरू गर्ने, उत्पादनहरूलाई वर्षमै 2-3 चोटि भए पनि ठूल्ठूला कार्यक्रमहरू आयोजना गरेर विभिन्न वार्डका विभिन्न गाउँपालिकाका व्यक्तित्वहरूलाई हामीले सबैलाई समेटेर ती जति पनि आफूले उत्पादन गरेका चिजहरू छन् ती चिजहरूलाई बजारीकरण गर्ने यस्ता कार्यक्रमहरूलाई अगाडि बढाउनुपर्छ। र यति भन्दै म उहाँहरूलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्न चाहन्छु। र अब आउँदाखेरि चाहिँ अर्को साल तपाईँहरूको फेरि साधारण सभामा म उपस्थित हुँदाखेरि चाहिँ अब यहाँनिर पशुपालनदेखि लिएर सम्पूर्ण फलफूलदेखि लिएर सबै चिजहरू उब्जाउनुहोस् भन्दै एकदम शुभकामना व्यक्त गर्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद।